साथीहरू अहिले चाहिँ हामी काकरपेत्रियामा छौँ। साथी र म हामी घुम्न जान लागेको हो। अनि यहाँको दृश्य चाहिँ यस्तो छ साथीहरू, हेर्नु होला। खोलाहरू छ यी काकरपेत्रियामा। माथि माथि जङ्गलमा पनि जाने ठाउँ रहेछ। रहेछ त। हामी यो बाटो जाने कि यो बाटो? यो बाटो त नजाउँ। खै यहीँबाट हो? ए ऊ त्यो हो त, ऊ यहीँ त्यही घरको लागि भन्नलाई माथि माथि भन्नुपर्छ त। म त त्यो भन्दा पनि म अलि माथि हो कि भन्ठानिरहेको नि। ल झर्ना रहेछ र झर्ना। यहाँबाट भित्र पस्ने भनेको कि के भनेको? यता यता भन्दैछन् साथीहरू चाहिँ उता हुनुहुन्छ। खै झर्ना हेरौँ साथीहरू, झर्ना झर्ना। ओहो झरना हेर्नु साथीहरू, झरना काकरपेत्रियाको झरना। यो चाहिँ कहाँबाट खसिरहेको छ यो पानी? यहाँबाट पानी रहेछ। अनि यसरी बगेर यता जान्छ, तल जान्छ यसरी। अनि यो चाहिँ यस्तो छ पानी माथिबाट आएको। सक्छ नि त। अनि यहाँबाट झरना यत्रो पटाएको थियो नि, रोल रोल परेको हो। त्यो टक्कै भएको कस्तो मिठो हुन्छ। ल ल ल, कति सामान चाहिएमा सम्पर्क गर ल। झरनाको चिसो पानी flowers. नेवार बस्ती जस्तै लाग्यो क्या साथीहरू। यहाँनिर चाहिँ हेर्नु न कस्तो ग्रुपै घरहरू। ओके साथीहरू, काकरपेत्रियाको भिडियो यहाँसम्म मात्र राख्दछु।